Hello guys, welcome back to my channel. This is Dipendra Chaudhary. अनि आज हामी चाहिँ यहाँ गुप्पाबाल स्टेसनदेखि 1 किलोमिटर टाढा अनि के रे के भिलेज भन्ने ठाउँमा आएको छौँ र यो ठाउँ चाहिँ एकदमै दामी रहेछ है। म भ्लग बनाउन मोबाइल चलाउन भन्ने सोचिरहेको थिएँ। यो ठाउँ देखेर चाहिँ मलाई बनाउन मन लाग्यो कि एकदमै दामी ठाउँ रहेछ। आउन सक्नुहुन्छ है, एकदमै दामी छ। यो के इन्फ्योङ हानोक भिलेज हो कि के लेख्यो है, एकदमै राम्रो रहेछ। वाउ, कस्तो दामी ठाउँ यार। अरुण, तिमी कुन ठाउँमा आयो भनिदेऊ त। इन्फ्योङ हानको भिलेज गोपाबाल स्टेसन आउनुहोस्। त्यहाँबाट के अरे लोटे मल स्टेसनबाट 7723 नम्बरको बसमा 1 किलोमिटर छ है। राम्रो ठाउँ छ धेरै। हामी चाहिँ अहिले क्याफेमा रोकेको छौँ अनि हाम्रो कलेजबाट क्याफेमा छौँ। अहिले चाहिँ क्याफेदेखिको भ्यू चाहिँ यस्तो दामी देखिन्छ है। साथीहरू यहाँ छन् भने अब हामी एकछिन घुम्छौँ अनि घुमिसकेर अरुण ल यही नै हो यो भिलेज चाहिँ। अब कस्तो छ, राम्रो देखिरहेको छ है, राम्रो छ। बेस्ट प्लेस टु भिजिट सौलमा होइन, त्यही हो। हेलो गाइज, अब एकछिन हामीले भिडियो बनाइसक्यौँ होइन, अनि फोटो पनि खिचिसक्यौँ। त्यसपछि अब हामी घरतिर लाग्दैछौँ, रुमतिर। छिटो जाम भनिरहेको छ, यिनीहरू केटाहरू मान्दैन। तिमीलाई ढिलो हुन्छ। अब रुमतिर जाने हो। यो ठाउँ चाहिँ भिजिट गर्नु होला, दामी छ होइन, एकदमै दामी लोकेसनमा छ, राम्रो रहेछ। मजा आयो एकछिन घुमेर। अब हामी जान्छौँ रुमतिर है त। बाई बाई।